जापानिज स्किन केयर हल धेरैले चाहिँ मलाई जापानिज स्किन केयर हल गर्नु भन्नुभएको थियो। यो सबै सामान मैले चाहिँ जापान छोड्दाखेरि ल्याएको अनि कुनै कुनै चाहिँ मलाई प्यार आएको हो। सो लेट्स गेट इन्टु इट। सुरुमा चाहिँ यो सेन्टको पर्फेक्ट वाइट मेरो फेभरेट हो। यो चाहिँ मैले 3 चोटि युज गरिसकेँ। यसमा चाहिँ धेरै गाज आउँछ अनि तपाईँको ओइल स्किनको लागि इट्स बेस्ट। अनि हातोमुखीको बारेमा मैले पहिला पनि भिडियो बनाएको थिएँ। इट्स माई फेभरेट टोनर अनि धेरैले नि युज गर्नु हुँदो रहेछ, रुचाउनु हुँदो रहेछ। अनि हातोमुखी इज माई फेभरेट। त्यसपछि छ यो सनस्क्रिन बिउरे युभीको 50+++ भन्ने सनस्क्रिन हो। एकदमै राम्रो छ, यो पनि मेरो फेभरेट हो। त्यसपछि छ बिउरेको यो एक्वामिस्ट। यो चाहिँ धेरैले मैले मुखमा लगाएको देख्छु, तर यो चाहिँ फेसको लागि चाहिँ होइन गाइज। यो फेसको लागि होइन, तपाईँले चाहिँ आफ्नो बडीहरू जताउँदा नि हुन्छ। यो समरको टाइममा चाहिँ एकदमै इजी हुन्छ क्यारी गर्न। इट्स भेरी गुड। त्यसपछि छ यो पेयरको एक्नी क्रिम। सबैलाई थाहा होला पेयरको एक्नी क्रिमको बारेमा। यसले एक्नीहरू एकदमै सुकाउँछ। मैले जहिले युज गर्छु एक्नी आएको बेला। इट्स भेरी गुड। त्यसपछि छ यो मिचकाको आई क्रिम। मिचकाको आई क्रिम पनि धेरैले फेमस भएर चाहिँ अनि मैले किनेको। इट्स भेरी गुड के आई डार्क सर्कल्सहरू मेरो कति धेरै थियो, अहिले चाहिँ डार्क सर्कल्स हराएको छ। पार्ट 2 मा चाहिँ अरू प्रडक्ट्सहरू देखाउँछु।